बाँदर र गोही। एक समयको कुरा हो, नदीको किनारमा रहेको एउटा जामुनको रुखमा बाँदर बस्थ्यो। ऊ मिठा फल खान्थ्यो र खुसीसँग दिन बिताउँथ्यो। त्यही नदीमा एउटा गोही बस्थ्यो। एक दिन बाँदरले गोहीलाई जामुन दिएपछि उनीहरू असल साथी बने। गोहीले जामुन घर लगेपछि उसको श्रीमतीले भनिन्, म बाँदरको मुटु खान चाहन्छु। गोही दुखी भयो, तर उसले बाँदरलाई धोका दिने सोच्यो। उसले बाँदरलाई भन्यो, मेरो घर आऊ, र नदी पार गराउन आफ्नो ढाडमा बसायो। नदीको बीचमा पुग्दा गोहीले सत्य भन्यो, मेरो श्रीमतीलाई तिम्रो मुटु चाहिएको छ। बाँदर धेरै चतुर थियो। उसले हाँस्दै भन्यो, अरे मैले त मेरो मुटुको रुखमै छोडेछु। पहिला फर्कौँ। गोहीले विश्वास गर्यो र फर्कियो। जसै रुख नजिक पुग्यो, बाँदर तुरुन्त रुखमा चढ्यो र भन्यो, मुटु कसैले बाहिर राख्दैन, अब म तिम्रो साथी होइन। गोहीले आफ्नो गल्तीको पछुतो भयो। हामीले कथाबाट के शिक्षा पाउँछौँ? बुद्धि बलभन्दा ठुलो हुन्छ। साँचो साथीले धोका दिँदैन। धन्यवाद।